हेलो साथीहरु, स्वागत छ हजुरहरुलाई मेरो आजको डे 40 मिनी भ्लगमा। आइ हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। सो गाइस, आजको मेरो दिनको सुरुवात हुन्छ केराको बुट्टाहरु काट्नुदेखि लिएर, किनकि केराको कोसाहरु पनि लागिरहेको छ एक दुई ठाउँमा। अरु चाहिँ बाँकी बुट्टाहरु पनि हामीले काट्न पर्ने भयो, किनकि त्यहाँनेर बुट्टाहरु काटेर त्यहाँको माटोहरु नफालेसम्म घरको सेप राम्रो ननिस्किने भयो। सो त्यसैले चाहिँ हामीले बुट्टाहरु सबै काटेर फालिसकेपछि त्यहाँको माटोहरु पनि सबैजना मिलेर फाल्न थाल्यौं। अनि माटो साटो फालिसकेपछि चाहिँ यस्तो भएको थियो त्यहाँनेर। अनि त्यसपछि सबैजना भएर कोही बिल्चे लगाउन थाल्यो भने कोही ढुङ्गा फुटाल्न, कोही माटो खन्न त्यतातिर लाग्यौं। त्यहाँनेरको माटो साटो फालिसकेपछि अनि ढुङ्गा निस्किन थालेको एक ठाउँदेखि। अनि ढुङ्गै निस्केको थिएन क्या, तर एउटा ठाउँमा मात्र अलिकति निस्क्यो। अरु बाँकी चाहिँ हामीले त्यहाँ चिनेको ढुङ्गाहरु मात्रै निस्केको थियो। त्यही एउटा निस्केको ढुङ्गा पनि फुटाले त्यो भाइले चाहिँ। अनि त्यसपछि यहाँनेर हेर्नु कस्तो क्युट बटरफ्लाई भेटेको के मैले, एकदमै मलाई मन परेको थियो। पछि आइपुग्यो हामी खाजा खाना। खाजा खाएको आएको बेला हात धोएपछि हेर्नु, हात धोएको बेला त यस्तो सफा हुने रहेछ भनेर हामी सबैजना देखाउँदै थियौं। खाजा खाएर गएर फेरि हामी लाग्यौं बिल्चाहरु लाउन, किनकि त्यहाँ माटोहरु फाल्नु पर्ने थियो एक ठाउँदेखि अर्को ठाउँ। अनि त्यो अघि आएको ढुङ्गाहरु थियो, त्यो सबै ढुङ्गाहरु हामीले माथि चट्टा लगाएको छौं नि हिजो अस्ति, हो त्यही चट्टाहरु लगाउन थाल्यौं। अनि त्यसपछि दाइहरुले चाहिँ बिल्चा लगाउन थाल्नुभयो, किनकि आजको दिनभरिको काम भनेकै हाम्रो माटो ओसार्ने थियो कि एक ठाउँदेखि अर्को। हामीहरु माटो ओसारिरहेको बेला यहाँ हेर्नु न, नानी बाबुहरुले कस्तो क्युट क्युट खेलौनाहरु बनाएको। मलाई चाहिँ यो देखिराख्दाखेरि कस्तो बच्चा बेलाको याद आयो कि मलाई। हामीहरु पनि बच्चामा यस्तै गरी माटाको घरकुटी लगाएर अनि खानेकुराहरु बनाएर खेल्थ्यौं नि त। तर त्यति बेला हामीलाई मोमो, चाउमिन, यस्तो कोक ड्रिङ्क्सहरु यस्तो केही पनि थाहा थिएन। तर उनीहरुले चाहिँ कोक बनाइरहेको, मोमो, सेलरोटी के बनाइरहेको थियो क्या। अनि मलाई चाहिँ एकदमै मन पर्यो। एकछिन हेरेर बसी उनीहरुसँग। कोक बनाएको चाहिँ उले आफैले खान्छु दिदी हेर्नु न म कोक खाँदैछु भनेर देखाउँदै थियो। सो त्यसपछि घरमा आएर हामी सबैले खायौं फेन्टा र करेन्ट। सो गाइस, अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा हजुरहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै फेरि भेटौँला भोलि नयाँ भिडियोमा। अहिलेलाई बाइ बाइ।